ओटिजमबारे सबैभन्दा धेरै फैलिएका 5 भ्रमहरू के हुन् त? र ती भ्रमहरूले हजारौं परिवारलाई आज पनि कसरी असर गरिरहेको छन्? नमस्ते नेपाल, मेरो नाम नुमा हो। पेशाले म एउटा नर्स हुँ र एउटा नन भर्बल ओटिस्टिक छोराको आमा पनि। मैले ओटिजमको यात्रामा एउटा कुरा बुझेँ। ओटिजम भन्दा पनि खतरनाक कुरा ओटिजमबारे गलत धारणाहरू हुन्। आउनुहोस् आज ती भ्रमहरूलाई एक एक गरेर तोडौं। भ्रम नम्बर 1, ओटिजम रोग हो र निको पार्नै पर्छ। सत्य के हो त? ओटिजम रोग होइन। यो मस्तिष्कको फरक विकासको अवस्था यानि न्युरोडेभलपमेन्टल कन्डिसन हो। धेरै मानिसहरू अझै पनि ओटिजमलाई कुनै रोग वा बिरामी जस्तै ठान्छन् र यसको उपचार कहिले हुन्छ भनेर सोध्ने गर्छन्। तर ओटिजम कुनै संक्रमण, रोग वा खराबी होइन जसलाई औषधि खुवाएर निको पार्न सकियोस्। ओटिजम भनेको व्यक्तिको मस्तिष्कले जानकारी बुझ्ने, अनुभव गर्ने र संसारलाई अन्तर्क्रिया गर्ने तरिका फरक हुन्छ। उनीहरू बिग्रेका, कमजोर वा कम क्षमताका होइनन्। उनीहरूको सोच्ने, सिक्ने र आफूलाई व्यक्त गर्ने शैली मात्र फरक हुन्छ। ओटिजमलाई निको पार्ने भन्दा पनि ओटिजम भएका व्यक्तिलाई बुझ्ने, स्वीकार गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने कुरा महत्त्वपूर्ण हुन्छ। सही सहयोग, शिक्षा, थेरापी र समावेशी वातावरण पाएमा ओटिजम भएका धेरै व्यक्तिहरूले आफ्नो क्षमताको विकास गर्न सक्छन् र अर्थपूर्ण जीवन बिताउन सक्छन्। याद राख्नुहोस्, उपचारको आवश्यकता ओटिजमलाई होइन, समाजको गलत बुझाइलाई छ। भ्रम नम्बर 2, ओटिजम खराब पेरेन्टिङ वा अभिभावकको हेरचाहको कमीको कारण हुन सक्छ भन्ने धेरै समाजमा अझै पनि छ। जस्तै बच्चालाई राम्रोसँग हुर्काएन, बाबुआमाले समय दिएनन् वा मोबाइल धेरै चलाउन दिए भनेर ओटिजमको दोष अभिभावकलाई दिने गरिन्छ। तर यो धारणा वैज्ञानिक रूपमा गलत हो। सत्य के हो त? ओटिजम कुनै खराब पेरेन्टिङ, माया ममताको कमी वा हेरचाहमा भएको कमजोरीको कारण हुने अवस्था होइन। ओटिजम एउटा, मैले अगाडि भनिहालेँ, न्युरोडेभलपमेन्टल अवस्था हो जसले बच्चाको मस्तिष्कले जानकारी बुझ्ने, प्रशोधन गर्ने र संसारसँग अन्तर्क्रिया गर्ने तरिकालाई असर गर्छ। विश्वभरका अनुसन्धानहरूले देखाइएका छन् कि ओटिजमको सम्बन्ध मुख्यतः आनुवंशिक यानि जेनेटिक्स र मस्तिष्कको प्रारम्भिक विकाससँग हुन्छ। अभिभावकले गरेको वा नगरेको कुनै विशेष कामले बच्चालाई ओटिजम बनाउँदैन। वास्तवमा ओटिजम भएका बच्चाहरूको परिवारले अरूभन्दा पनि धेरै समय, धेरै धैर्य, माया र प्रयास लगाइरहेका हुन्छन्। त्यसैले दोष लगाउनुको सट्टा उहाँहरूलाई साथ, समझदारी र सम्मान दिनु आवश्यक छ। भ्रम नम्बर 3, सबै ओटिस्टिक बच्चाहरू या व्यक्तिहरू उस्तै हुन्छन्। सत्य के हो त? ओटिजमलाई स्पेक्ट्रम भनिन्छ किनभने हरेक बच्चा या व्यक्ति फरक हुन्छन्। एउटै निदान भए पनि अनुभव, क्षमता, रुचि र चुनौतीहरू फरक हुन सक्छन्। ओटिजम भनेको एउटै ढाँचामा आउने अवस्था होइन। जस्तै एउटा ओटिस्टिक बच्चा धेरै बोल्न सक्छ भने अर्को बच्चा बोल्न सक्दैन। एउटा बच्चाले विद्यालयमा राम्रो प्रदर्शन गर्न सक्छ भने अर्को बच्चालाई दैनिक सामान्य कामहरू गर्न पनि धेरै सहयोगको आवश्यकता पर्न सक्छ। कसैलाई ठुलो आवाजले समस्या हुन सक्छ भने कसैलाई हुँदैन। कसैलाई साथी बनाउन सजिलो हुन्छ भने कसैलाई सामाजिक कुराकानी बुझ्न गाह्रो हुन सक्छ। यही कारणले ओटिजमलाई स्पेक्ट्रम भनिन्छ। सरल भाषामा भन्नुभन्दा स्पेक्ट्रम भनेको कम ओटिजम वा धेरै ओटिजम भन्ने होइन। स्पेक्ट्रमको अर्थ हरेक ओटिस्टिक बच्चा वा व्यक्तिहरूसँग आफ्नै बलियो पक्ष, आफ्नै चुनौती र आफ्नै आवश्यकता हुन्छन्। यदि तपाईँले एउटा ओटिस्टिक व्यक्तिलाई भेट्नु भएको छ भने तपाईँले केवल एउटै ओटिस्टिक व्यक्तिलाई भेट्नु भएको हो, सबैलाई होइन। जस्तै मेरो छोरा लियम, ऊ नन भर्बल ओटिस्टिक हो, उसले बोल्नु सक्दैन। तर संसारभर लाखौं ओटिस्टिक बच्चाहरू, व्यक्तिहरू बोल्छन्, काम गर्छन्, विश्वविद्यालय जान्छन् र स्वतन्त्र जीवन बिताइरहेका छन्। त्यसैले एउटा ओटिस्टिक बच्चालाई हेरेर सबै ओटिस्टिक बच्चाहरू यस्तै हुन्छन् भन्ने निर्णय गर्न सकिँदैन। हरेक बच्चा आफ्नो तरिकाले अद्वितीय हुन्छ। ओटिजम एउटा लेबल हो, व्यक्तित्व होइन। एउटै निदान भए पनि हरेक कथा फरक हुन्छ।
भ्रम नम्बर 4, ओटिस्टिक व्यक्तिहरू स्वतन्त्र हुन सक्दैन। जब बच्चालाई ओटिजम भएको थाहा हुन्छ, धेरै अभिभावकहरूको मनमा एउटा प्रश्न आउँछ, मेरो बच्चाको भविष्य कस्तो हुने होला? तर सत्य के हो भने ओटिजम भएको सानो बच्चालाई हेरेर उसको भविष्य ठ्याक्क कस्तो हुन्छ भनेर कसैले भन्न सक्दैन। कतिपय ओटिस्टिक बच्चाहरू ठुलो भएपछि जागिर गर्छन्, व्यवसाय चलाउँछन्, गाडी चलाउँछन्, विवाह गर्छन् र पूर्ण रूपमा स्वतन्त्र जीवन बिताउँछन्। अर्कोतर्फ कतिपयलाई जीवनभर केही न केही सहयोगको आवश्यक पर्न सक्छ, तर स्वतन्त्रता भनेको सबैको लागि एउटा कुरा होइन। कसैको लागि स्वतन्त्रता भनेको एक्लै बस्नु सक्नु हो भने कसैको लागि आफ्नो आवश्यकता व्यक्त गर्न सक्नु हो। स्वतन्त्रता कसैको लागि आफै लुगा लगाउनु हो भने कसैको लागि विद्यालय जानु हो। ओटिजम भएको बच्चाको प्रगति अरू बच्चाहरूसँग तुलना गरेर मापन गर्न मिल्दैन। हिजो नसकेको काम आज गर्न सक्नु नै प्रगति हो। हिजो व्यक्त गर्न नसकेको कुरा आज व्यक्त गर्नु सक्नु नै सफलता हो। हिजो असम्भव लागेको कुरा आज सम्भव हुनु नै उपलब्धि हो। अनुसन्धानले पनि देखाउँछ कि धेरै ओटिस्टिक व्यक्तिहरू समयसँग नयाँ सिप सिक्छन्, आत्मनिर्भर बढाउँछन् र आफ्नो क्षमता अनुसार प्रगति गर्छन्। त्यसैले भविष्यबारे आशा कहिले छोड्नु हुँदैन। र अन्तमा भ्रम नम्बर 5, ओटिजम बच्चाहरूमा मात्र हुन्छ। सत्य के हो त? ओटिजम जीवनभर रहने अवस्था हो। ओटिस्टिक बच्चाहरू ठुलो भएर ओटिस्टिक वयस्क बन्छन्। धेरै मानिसहरू ओटिजमलाई केवल बालबालिकासँग मात्रै जोडेर हेर्छन्, तर ओटिजम कुनै उमेरसँग हराउने अवस्था होइन। ओटिस्टिक बच्चाहरू ठुलो भएपछि ओटिस्टिक किशोर र त्यसपछि ओटिस्टिक वयस्क बन्छन्। उमेर बढ्दै जाँदा ओटिजम हराउँदैन, तर त्यसको अभिव्यक्ति परिवर्तन हुन सक्छ। उमेर बढ्दै जाँदा कतिपयले नयाँ सिपहरू सिक्छन्, उनीहरूको संसारमा सुधार आउँछ र दैनिक जीवनलाई अझै राम्रोसँग व्यवस्थापन गर्न सिक्छन्। त्यसैले बाहिरबाट हेर्दा ओटिजम हराएको जस्तो देखिए पनि वास्तवमा उनीहरूको आफ्नो तरिकाले संसारसँग घुलमिल हुन सिकिरहेका हुन्छन्। आज धेरै मानिसहरू 30, 40, 50, 60, 70 वर्षको उमेरमा मात्रै आफूलाई ओटिस्टिक भएको थाहा पाउँछन्। विशेष गरी महिलाहरू र सामाजिक रूपमा आफूलाई फिट इन यानि अरू जस्तै बन्ने प्रयास गर्न सिकेका व्यक्तिहरूमा ओटिजम वर्षौंसम्म पहिचान हुन नसकेको पनि हुन सक्छ। सायद तपाईँको परिवारमा पनि कोही हुनुहुन्थ्यो होला जो सानैदेखि अलिक फरक हुनुहुन्थ्यो। भिडभाड नमन पराउने, सामाजिक कुराकानीमा असहज महसुस गर्ने, सधैँ निश्चित दिनचर्या मन पराउने वा विशेष विषयमा असाध्यै रुचि राख्ने। विगतमा यस्ता व्यक्तिहरूलाई लजालु, एक्लै बस्ने, अलिक फरक स्वभावको भनेर मात्र हेरिन्थ्यो, तर आज हामी बुझ्दैछौँ कि तीमध्ये केही व्यक्तिहरू वास्तवमा ओटिस्टिक हुन सक्थे। यदि तपाईँको बच्चालाई कहिले ओटिजम भएको छ भने यो केवल बाल्यकालको कथा होइन, यो उसको जीवनभरको यात्रा हो। ओटिजम भएको बच्चालाई बदल्नुभन्दा पनि पहिले ओटिजमको बारे हाम्रो सोच बदल्नु आवश्यक छ, किनभने स्वीकारता सुरु हुन्छ सही जानकारीबाट। जय नेपाल।